गाइस कुन ठाउँ हो यो आमामामा यस्तो खतरा भ्यू भएको कुन ठाउँ हो होइ यस्तो खोलाको भ्यू आयो त क्या खतरा हो कि आमामा यस्तो खतरनाक नदीसम्म जाँदैछौँ होइन केटाहरू टक्क हामी चाहिँ स्कुल आज फर्स्ट भएर आउने होला अब हामी क्याम्पसतिर लाग्दैछौँ होइन हेर्दै जानु हामी अगाडि के हुँदैछ अब कस्तो हेर्नु होला तपाईँहरू सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइज हेर्नु हामी रोडतिर आइपुग्न लागेको छौँ तपाईँ अब हेरिदिनु होला गाइज हेर्नु होला अब हामी एकैचोटि अब हामी क्याम्पसतिर जाँदै हुनुहुन्छ आदर्श बहुमुखी क्याम्पस हो यो हामी क्याम्पसतिर जाँदै हुन्छ क्याम्पसबाट फेरि सुरु हुन्छ हाम्रो हामी फेरि त्यहाँबाट रियाले निकाल्दै हामी फेरि गलौदैमा जान्छ हाम्रो राष्ट्रपति त्यहाँबाट सुरु हुन्छ हेर्दै जानु होला अरू स्कुलहरूमा हिँड्दैछ होइन हामी पनि अब यता जाने हो फर्किने यहाँबाट अब तपाईँहरू पनि जाँदै जानुहुन्छ अब हेर्दै जानुहोस् हामी पछाडिबाट ड्रेस कल्चरल ड्रेसहरू लगाएर हिँड्दै हुन्छ हाम्रो ग्याङ केटाहरू सब होइन हेर्दै जानुहोस् अब हामी यो सबै यहाँबाट कल्चर अब हामी जाँदै हुनुहुन्छ क्याम्पसतिर हेर्दै जानु होला अब हामी अगाडिपट्टि हेर्दै जानु सब खेलाडीहरू है सब खेलाडी हो सब खेलाडी हेर्दै जानु है लैगा जब हाम्रो क्याम्पस जाने कुरा अब क्यान्सल भएको छैन अब हामी यहीँबाट फर्किन्छौँ गलौदी जानको लागि लगेका अरू स्कुलहरूको विद्यार्थीहरू पनि आएको छ होइन हाम्रो स्कुलको पनि छ माध्यमिक विद्यालयको हो हाम्रो हेर्दै जानु कहाँसम्म छ है गाइस ल हेर्दै जानु हाम्रो है पुरै गेटसम्म नै छ त्यही हेर्दै जानुहोस् है गाइस हामी जाने लागेको छौँ होइन हेर्नु गाइस हेर्नु देख्नुहोस् हामी अब यहाँ मन्दिरबाट गर्दै हिँड्दैछौँ होइन हाम्रो अब टक्क पुरै अब सबैजना पुग्ने भनेको कुरा अब टक्क हाम्रो सुन्छ होइन हेर्दै जानुहोस् हामी सबैजना विद्यार्थीहरू सबै लाइन लगाएर हिँडेर जान्छौँ होइन त्यो तपाईँहरूले हेरिदिनु होला अर्को स्कुलको फेरि यता पनि छ होइन हेर्दै जानुहोस् होइन अरू स्कुलहरूको टक्क फेरि हुन्छ होइन लाइन छ कि गाइस ल हाम्रो मिस हुनुहुन्छ होइन हामी पनि अब यहाँबाट यो हाम्रो गजरी गाउँपालिका हो गजरी गाउँपालिका हेर्दै जानुहोस् है हाम्रो पालिकाको गाउँ गजरी पालिका है सबै मान्छे विद्यार्थीहरू हेर्दै जानुहोस् है सब हेलो गाइस हेर्नुहोस् हाम्रो विद्यार्थीहरूले गीत गाउँदै हुनुहुन्छ रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे हो गाइस हामी जङ्गलको बाटोबाट जाँदैछौँ होइन हेर्दै जानु होला तपाईँहरू नि अगाडि कस्तो हुन्छ भनेर हेर्दै जानु जङ्गल पुरै घना जङ्गल हो कि सब घनै जङ्गलै जङ्गल छ सबै होइन हेर्दै जानु हेलो गाइस अब हामी आइपुग्न आँटिसकेका छौँ होइन अब जम्मा 2 मिनटको बाटो छ अब हेर्दै जानु है पुगेपछि हामी चाहिँ यहाँबाट सिधै हामी पेट्रोल पम्पनिर जान्छौँ होइन त्यसपछि अब तपाईँलाई फेरि देखाउँदै जान्छौँ होइन हेर्दै जानु गाइस अब हामी यहाँबाट सिधै जाने है गाई हेर्दै जानु हो यहाँ पेट्रोल पम्पनिर हामी आउनु लागिसकेका छौँ जानु यहाँबाट सिधै फर्किँदा यता मर्नी होइन हामी यहाँबाट जान्छौँ त्यसपछि हेर्दै जानु होला तपाईँ कस्तो छ हाम्रो पनि गाइस हामी पेट्रोल पम्पनिर आइसकेको छौँ हेर्नु अब यहाँबाट सिधै यता उता फर्केर जानुपर्छ अनि त्यसो ठ्याक्कै हामी त्यहाँ ग्राउन्डमा पुग्छौँ हामी त्यहाँ त्यो हाम्रो गेमहरू सुरुवात हुन्छ हेर्दै जानु ल जाम है गाइस हेर्दै जानु होला हाम्रो यहीँ पेट्रोल पम्प गाइस पेट्रोल पम्प यही है तपाईँ यहाँ कुनै यो गजरीमा आउँदाखेरि तपाईँ यहाँ पेट्रोल पम्पमा चल्ने यहाँबाट चाहिँ हाम्रो ग्राउन्ड त सिधा जान्छ होइन अब यहाँबाट हामी जान सक्छौँ हामी उता हेर्दै जानुहोस् हामी पुरै लो छ कि मान्छेहरू सब हो कि हाम्रो यो सब केटाहरू छ हेर्दै जानुहोस् हामी जाने होइन यहाँबाट हामी सब फर्किँदै जान्छौँ हाम्रो ग्राउन्डमा पुग्नेसम्म हाम्रो होइन हेर्दै जानु गाइस हामी ग्राउन्डतिर आइपुगिसकेका छौँ हेर्नुहोस् यहाँ बेलुङहरू नि बेच्न राखेको छ होइन त्यहाँ भलिबल कोर्टको भर्खर उस गर्दैछ रेडी होइन अहिले हेर्दै जानुहोस् पुरा उहाँ हो कि सब पुरै स्टेज नि छ फायर ब्रिगेडहरू पनि आएर छ त ल के हो यस्तो यो सब उहाँ फेरि पालिकाको मान्छेले भाषण दिइरहेको छ हामी सुत्दै आइरहेको छौँ हेर्दै हेर्नु जहाँ त पन्चे बाजा बजाउँदै पुरै स्कुलको विद्यार्थीहरू सब
झागी ड्रेसहरूमा सब हो कि सब मगरको चेबाङ तामाङ हामी आइपुगेको छौँ होइन हामी खेल मैदानमा पुगिसकेको छौँ उहाँ हेर्दै जानुहोस् यहाँ हामी पुरै ट्रफीहरू हेर्नु कत्रो कत्रो ठुलो ठुल्ठुलो ट्रफीहरू छ कि हेर्दै जानु सब हामी पनि आइसकेको छौँ होइन यहाँ चाहिँ हामी आइसकेको छौँ हेर्नु यहाँ के हो हामी त लोद सब गजुरीकाबाट पाँचौँ राष्ट्रपति रनिङ सिल हो तपाईँ हेर्दै जानुहोस् हाम्रो स्कुलले होइन 2 वर्षदेखिबाट सेकेन्ड मात्रै भइरहेको कि त्योभन्दा अगाडि फर्स्ट भइरहेको थियो होइन 2 वर्षदेखिबाट के भयो खालि सेकेन्ड मात्रै हुँदै गइरहेको न अब यसपालि चाहिँ स्योर फर्स्ट हान्ने भनेको कि हामी स्कुल स्योर फर्स्ट हान्छ भनेर यसपालि हेर्दै जानु के हुँदो रहेछ अब हामी हेर्दै जाऊँ जानुहोस् अब हामी पुगिसकेका छौँ हेर्दै जानु है सब अगाडि विद्यार्थी सब लोत मान्छे हो कि सब खतरनाक ठाउँ हो कि त्यो ठुलो ल गाइजहरू तपाईँहरू ग्राउन्डको भ्यू हुन सक्नु भइरहेको छ हाम्रो ग्राउन्डमा धेरै मान्छेहरू आइसक्नु भएको छ र हामी पनि आइपुगिसकेका छौँ अब हामी तपाईँहरू हेर्नु न कहाँ सन्ते त्यत्रो लामो लाइन छ कि यो त लोत लामो हो हेर्दै जानु सब विद्यार्थीहरू सब हाम्रो स्कुलको विद्यार्थीहरू चाहिँ सब यतै बसिरहेको कि हेर्दै जानुहोस् यहाँ चाहिँ सब लोत विद्यार्थी खोलाको भ्यू चाहिँ के खतरा कि यही ग्राउन्डको छेउमै छैन खोलाको टक्क कि सब लोत खतरा हो कि भ्यू सब यत्रो विद्यार्थीहरू हो कि लोत मान्छे त्यो ग्राउन्डमा सब राष्ट्रपति रनिङ सिल्के मात्रै आयो सब हेर्नु जानु लोत विद्यार्थीहरू छ कि हेर्नु सब जानुहोस् न लोत विद्यार्थीहरू छ अझै आउँदै बाँकी अझै हेर्दै जानु अझै लोत कुन स्कुलको मुनाल एकाडेमी है मुनाल एकाडेमीको आउँदै हुनुहुन्छ होइन हाम्रो आदर्श स्कुल छ भन्दा अगाडि आइसकेको छ हाम्रो हेर्दै जानुहोस् ल गाइजहरू हाम्रो खेलाडी भाइ बहिनीहरूले मार्च पास्ट गरिरहनु भएको छ र मार्च पास्ट धेरै राम्रो भएको छ हेर्दै जानु हाम्रो मार्चमा तब हाम्रो मार्च पास्ट सकेपछि हाम्रो बेलुन उडाउने कार्यक्रम रहेको छ ल बेलुन उडाइसकेपछि हामीहरूले अब गेम स्टार्ट हुँदै गरेको छ गेम स्टार्ट हुनु भने हाम्रो एथलेटिक्सबाट हो हामी गेम स्टार्ट हुन गइरहेको छ अब हामी डाइरेक्ट हामी लगायत हाम्रो रेस सुरु भइसक्यो रिले सुरु भएको छ होइन हाम्रो 400 मिटर रिले छ होइन हेर्दै जानु हाम्रो स्कुलको के स्कुलको सबभन्दा अगाडि सबभन्दा फास्ट कुद्यो भने हाम्रो स्कुलको हेर्दै जानु हाम्रो स्कुलकै फर्स्ट हुने हो कि रिलेमा त स्योर फर्स्ट हुने हो र साथै रिले सकेर भइसक्यो अब हाम्रो 200 मिटर रेस सुरु भइसकेको छ ल 200 मिटर रेसमा चाहिँ हाम्रो स्कुलले सेकेन्ड भएको छ होइन अब फेरि हाम्रो अर्को म्याच छ अब यिनीहरू चाहिँ यता अरू स्कुलहरूको चलिरहेको छ होइन अब हामी यो सकिने बित्तिकै हामी कबड्डी हेर्न जान्छौँ होइन लगाए हामी कबड्डी हेर्न सुरु हुँदैछ अब कबड्डी हेर्न गइरहेको छौँ होइन ल हाम्रो कबड्डी सुरु भइसकेको छ आदर्श भर्सेस डोल भन्ज्याङको रहेछ होइन डोल भन्ज्याङलाई त लगायत अहिले हाम्रो स्कुलबाट रेडर गएको छ र हाम्रो स्कुलबाट रेडर गएको विद्यार्थी चाहिँ फेरि जिल्लाबाट खेलेर आइसक्नु भएको छ र उहाँहरूले धेरै राम्रो खेल्नुहुन्छ कि जिल्लामा गएर सेकेन्ड भएर लगाइ जब हाम्रो कबड्डी म्याच पनि सकिन आँटिसकेको छ र डोल भन्ज्याङलाई हामीले 20मा हरायो 56 भर्सेस 20मा हराइदिइसकेको छौँ र लगायत जब हाम्रो होइन भलिबल म्याच सुरु भइसकेको छ होइन हाम्रो आदर्श भर्सेस गजुरी पीडाको म्याच चल्दैछ ल हाम्रो आदर्शले धेरै राम्रो खेल्दैछ ल हाम्रो हेर्दै जानुहोस् हाम्रो आदर्शले धेरै लगायत हाम्रो आदर्श माध्यमिक विद्यार्थीहरूले जितिसक्नु भएको छ र हाम्रो सर मिसहरू सब कुद्दै गएर सेलिब्रेसन गरिरहनु छ ल हेर्नु हाम्रो पुरै विद्यार्थीहरूलाई माथि उचाली सेलिब्रेसन मनाइरहनु भएको छ र हामी अब हाम्रो भ्लग यही सक्यो अब हामी अर्को भ्लगमा थ्याङ्क्स फर वाचिङ लाइक कमेन्ट सब्सक्राइब